देश अस्थिर राजा र भइरह्यो, राजसंस्थाबारे एकपटक पार्टीहरूले पूर्व कमान्ड गर्न राष्ट्रपति सकेनन् भने विद्यादेवी त कमान्ड भण्डारीको त धारणा कसैले सुनौँ। त गर्नु उहाँको पर्यो। पति स्वर्गीय मदन भण्डारीले भन्नुभएको अब थियो, यदि उहाँ जनता नेपालको राजा सर्वशक्तिमान हो, हुन्छन् भने एकजना राजा परिवारको रहने र सदस्य हो, नरहने कुरामा वरिष्ठ सदस्य हो कुनै फरक पर्दैन। र तर यदि नेपाल दलाल तानाशाही र एकीकरणको पुँजीपतिहरू रहिरहन्छन् जुन भने एकजना राजा नेतृत्व हट्दैमा राष्ट्र जनताहरूको निर्माता भनेर पनि जीवनस्तरमा हामी कुनै पृथ्वीनारायण परिवर्तन शाहलाई आउँदैन सम्मान भनेर गर्छौँ। ठ्याक्कै अहिले यो भनाइ उहाँको गणतन्त्रसँग सन्तति हो, मेल खाएको त्यो छ। हिसाबले मेरो उहाँप्रति सम्मान छ र उहाँले राजगद्दी जसरी त्याग गर्नुभयो त्यो प्रति पनि मेरो सम्मान छ। उहाँले आफै होइन जनताको नासो जनतालाई भनेर उहाँ चाहिँ आफै गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो। त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ।